सम्मान्य सभामुख महोदय, समयको लागि धन्यवाद। मान्य सुनिल शर्मा, मैले चिनेको सुनिल शर्मा टेक्निकल्ली पनि उहाँ चाहिँ यो व्यवसाय मेडिकल क्षेत्रको चाहिँ अहिले जुन अस्पतालहरू सञ्चालन गरिरहनु भएको छ, समाज सेवा, उहाँको स्वास्थ्य शिविरहरू, उहाँको चिन्ता चाहिँ मलाई लाग्छ उहाँसँग धेरै कुरा आजभोलि धेरै कुराहरू हुन पाइरहेको छैन, तर जुन शिविरहरू उहाँले सञ्चालन गर्नुभयो देशभरि, त्यो शिविरमा आउने चाहिँ जुन लाभ लिन आउने चाहिँ पेसेन्टहरूलाई देखेर उहाँले सायद यो प्रस्ताव दर्ज गर्नुभएको जस्तो मलाई लाग्छ। उहाँले त्यसलाई चाहिँ साक्षात्कार गर्नुभयो। अर्को कुरा मान्य सुनिल शर्मा चाहिँ म 2064 सालको चाहिँ निर्वाचनमा म माथि अथवा हामी चाहिँ विभक्त थियौँ कि पछिल्लो समयमा त हामीले गठबन्धनको निर्वाचनमा चाहिँ हामी चाहिँ मत साटासाट गऱ्यौँ। तर 64 सालतिर चाहिँ म चाहिँ करिब करिब विस्थापित अवस्थामा हुँदाखेरि मान्य सुनिल शर्माले चाहिँ मलाई चाहिँ उहाँको सम्पर्कको आधारमा मेरो जीवन सुरक्षा चाहिँ उहाँले चाहिँ करिब वक्ता मान्य सदस्यलाई 5 मिनट मात्रै समय रहेको जानकारी गराउँछु। थ्याङ्क यू सभामुख महोदय। उहाँ चाहिँ यो स्वास्थ्यकै कुरा गर्दैछु, मैले मेरो जीवनसँगको कुरा गर्दैछु। जीवनसँग मलाई चाहिँ धावा भइरहँदाखेरि चाहिँ त्यति बेला उहाँले सुरक्षा प्रदान गरे भएर स्वास्थ्य क्षेत्रमा पनि उहाँ काम गर्ने मान्छे, डाक्टर साहब पनि, एक्सपर्ट पनि, र मान्छेलाई समस्या पर्दाखेरि भौतिक आक्रमण हुन खोज्यो भने पनि उहाँले जोगाउने मान्छे भन्न खोजेको सामान्य सभामुख महोदय, अरू केही पनि होइन। स्वास्थ्य क्षेत्रमा कसरी चाहिँ हामीले चाहिँ सुधारहरू गर्न सक्छौँ भन्नेमा चाहिँ मैले केही सानो सानो टिप्पणहरू ल्याएको छु। सार्वजनिक स्वास्थ्य सुरक्षा सुधार गर्ने उत्कृष्ट उपायहरूमा चाहिँ मान्य मन्त्रीज्यू सार्वभौमिक चाहिँ स्वास्थ्य पहुँच सबैका लागि सुलभ गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु एउटा, अर्को प्रतिरोधात्मक हेरचाह, खोप, स्वास्थ्य परीक्षण, रोग प्रारम्भिक पहिचानमा ध्यान केन्द्रित गर्नु, सार्वजनिक स्वास्थ्य शिक्षा, सरसफाई, पोषण व्यवसाय बारे जनचेतना अभिवृद्धि गर्नु, प्रदूषण नियन्त्रण, हावा पानी वातावरणीय प्रदूषणमा चाहिँ न्यूनीकरण गर्नु। मान्य मन्त्रीज्यू, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य आहारलाई प्रोत्साहन गर्नु, खाद्य गुणस्तर नियन्त्रण गर्नु, मानसिक स्वास्थ्य सहायता, सहज रूपमा मानसिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनु, प्रविधि र नवाचार, एआई, टेलिमेडिसिन, जोमसोममा हामीले मान्य मन्त्रीज्यूलाई यो पक्कै थाहा छ किन ब्रिफ भइसकेको छ, जोमसोममा पनि हामीले यहाँबाट अपरेसन गर्न सक्छौँ भन्ने कुरा त धेरै आम नागरिकलाई थाहा छैन। त्यो पनि सूचना हामी गरौँ, मन्त्रीज्यूले गर्नु। स्वास्थ्य सेवामा चाहिँ प्रयोग हुने प्रविधिहरू सबै गरौँ। आपतकालीन तयारी, विपद व्यवस्थापन र महामारी नियन्त्रणमा क्षमता अभिवृद्धि गरौँ। मान्यज्यूलाई हाम्रो साथ चाहिन्छ भने हामी छौँ। सरकारी नीतिहरू, प्रभावकारी सार्वजनिक स्वास्थ्य कानुन र नियमावली कार्यान्वयन गर्नु। मैले मान्य मन्त्रीज्यू सधैँ त्यहाँ मन्त्री भइरहने होइन, यङ हुनुहुन्छ। मैले यो चाहिँ 5 लाखको स्वास्थ्य बिमाको चाहिँ जुन पारिवारिक त्यो एकदमै आलङ्कारिक, एकदमै त्यो कस्तो भने एउटा परिवारले क्लेम गर्छ। हामी 68 लाख घरधुरी छौँ। मैले मन्त्रीज्यूसँग पहिला पनि कुरा गरेको छु। अनि धेरै चुहावट छ भनेर भन्नुभएको छ, राज्यको सहयोग पनि चाहिन्छ भनेर भन्नुभएको छ। 1 लाख रुपियाँमा अहिले हामी चाहिँ हाम्रो चाहिँ दायित्व 17 अरब छ। 68 लाख घरधुरी भनेको चाहिँ 40 लाखले चाहिँ क्लेम गर्यो भने पनि मन्त्रीज्यू यो 5 लाख कसरी पुर्याउने भन्ने कुरा छ। जब मान्य मन्त्रीज्यूको एउटा कुरा आयो कि हरेक नागरिकले एउटा सिम कार्ड किन्दाखेरि त्यसको 50 रुपियाँ चाहिँ लिने भन्नुभएको छ। हामी कर प्रणाली एकदम लादिरहेछौँ र हामी गिभिङमा छैनौँ, टेकिङमा छौँ। द प्रब्लम इज देयर। हामीले जहिले पनि के भने नागरिकलाई धेरै कर थोपर्ने र सरकारबाट दिनुपर्ने चिजहरू चाहिँ नागरिकलाई दिइरहेको अवस्था छैन।
म यति भन्दै मान्यमजीको ध्यान आकर्षण गरेँ। मान्य सुनिल शर्मालाई धन्यवाद र सबै समर्थकलाई धन्यवाद। जय नेपाल।